नमस्कार साथीहरू, आज फेरि म नयाँ ट्रिप लिएर तपाईहरुमाझ आएको छु, जसमा फेन्सी पसलको सेल्सम्यानले ग्राहकलाई कसरी एटेन्ड गर्न सक्छ, कसरी व्यापारलाई दिगो बनाउन सक्छ र कसरी पूरा इन्भेन्ट्रीलाई मेन्टेन गर्न सक्छ, कस्टमर आउँदाखेरि कस्तो किसिमले ग्रेटिङ गर्न सक्छ र कस्टमरलाई सामान देखाउँदाखेरि कस्तो किसिमको व्यवहार गर्नुपर्छ भन्ने विषयमा तपाईहरुलाई आज एउटा यो भिडियो मार्फत म थोरै आफूले जानेको स्किल सेयर गर्न गइरहेको छु। फेन्सी कपडा पसलमा बसेको एक दक्ष सेल्सम्यान केवल सामान बेच्ने व्यक्ति मात्र होइन, ग्राहकको विश्वास जित्ने र पसलको छवि निर्माण गर्ने मुख्य प्रतिनिधि हो। जब कुनै ग्राहक पसलमा प्रवेश गर्छ, पहिलो प्रभाव अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसैले सेल्सम्यानले मुस्कान सहित नम्र रूपमा नमस्ते, तपाईलाई कस्तो कपडा चाहिएको हो भनेर स्वागत गर्नुपर्छ। यस्तो व्यवहारले ग्राहकलाई सहज महसुस गराउँछ र किनमेलको अनुभव सकारात्मक बनाउँछ। ग्राहकको आवश्यकता बुझ्नु बिक्रीको पहिलो चरण हो। ग्राहकले के खोजिरहेको छ, जस्तै पार्टीवेयर, क्याजुअल वा अफिस प्रयोगको कपडा, त्यो ध्यानपूर्वक सुन्नुपर्छ। त्यसपछि सेल्सम्यानले पसलमा उपलब्ध कपडाहरू देखाउँदै तिनको विशेषता स्पष्ट रूपमा व्याख्या गर्नुपर्छ। उदाहरणका लागि, यो कपडा उच्च गुणस्तरको कपडाबाट बनेको हो, गर्मीमा आरामदायी हुन्छ, वा यो डिजाइन अहिले ट्रेन्डमा छ, विशेष कार्यक्रमको लागि उपयुक्त हुन्छ। यसरी जानकारी दिँदा ग्राहकलाई निर्णय गर्न सजिलो हुन्छ। कपडाको रङ, डिजाइन, कपडाको गुणस्तर, मूल्य र प्रयोगको अवसर सबै स्पष्ट रूपमा बताउन आवश्यक हुन्छ। साथै ग्राहकको रोजाइ अनुसारको वैकल्पिक विकल्पहरू पनि देखाउनुपर्छ। यदि ग्राहक अलमलमा परे, सेल्सम्यानले इमानदारीपूर्वक सुझाव दिनुपर्छ, जस्तै तपाईको रोजाइ अनुसार यो रङ तपाईलाई अझ राम्रो सुहाउँछ। यसले विश्वास बढाउँछ र ग्राहकलाई सन्तुष्ट बनाउँछ। बिक्रीको क्रममा धैर्यता अत्यन्त आवश्यक हुन्छ। ग्राहकले धेरै प्रश्न सोध्न सक्छन् वा विभिन्न विकल्पहरू हेर्न चाहन्छन् र सक्छन् पनि। यस्तो अवस्थामा सेल्सम्यानले झर्को नमानी सहयोगी व्यवहार देखाउनुपर्छ। साथै ग्राहकलाई जबरजस्ती सामान किन्न बाध्य पार्नु हुँदैन, बरु उनीहरूको आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्छ। ग्राहकले सामान किनिसकेपछि धन्यवाद दिनु र पुनः आउन आग्रह गर्नु राम्रो अभ्यास हो। जस्तै धन्यवाद, फेरि आउनुहोला। यसले दीर्घकालीन सम्बन्धलाई निर्माण गर्छ। यसरी एउटा राम्रो सेल्सम्यानले नम्र व्यवहार, स्पष्ट जानकारी र ग्राहक केन्द्रित सेवा मार्फत बिक्री बढाउनुका साथै पसलको प्रतिष्ठा पनि उच्च बनाउँछ। यी एउटा बेसिक ज्ञानहरू रहेका छन्, जस्तो फेन्सी पसल खोलिसकेपछि, फेन्सी पसलमा सेल्सम्यान भइसकेपछि अपनाउने यी बेसिक रुल्सहरू केही हदसम्मका रहेका छन् र यो भिडियो हेरिसकेपछि केही हदसम्मका टुल्सहरू तपाईहरुले बुझ्नुभयो या अझै जान्ने जिज्ञासा राख्नुभयो भने कृपया कमेन्ट सेक्सनमा जानकारी गराउनुहोला। आउँदा दिनहरूमा सेल्स सम्बन्धीका अझै राम्रा भिडियोहरू लिएर तपाईहरुमाझ म उपस्थित हुनेछु। यदि यो भिडियो हेरेर तपाईलाई राम्रो लाग्यो र अझै ऊर्जामूलक सन्देशहरू एड गर्न मन लाग्यो भने कृपया जानकारी गराउनु भयो भने आउँदा दिनमा मलाई पनि अझै ऊर्जा मिल्ने थियो र अझै राम्रा भिडियोहरू बनाउने प्रयास गर्ने थिएँ। तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र कमेन्ट गर्न नभुल्नुहोला। तपाईको दिन शुभ रहोस् र तपाईको व्यापार पनि राम्रो बन्दै जाओस्।